यस्तो ल हजुरहरूसँग चाहिँ रियल टक आएको छैन है। अब एउटा चिज बताउँछु, अहिले राम्रोसँग कुरा सुन्नुहोस्। झुट बोल्ने बानी मेरो पनि हुनसक्छ, मेरो खुद पनि हुनसक्छ। ओके, कुनै कुनै ठाउँमा अड्कलेर बोल्नुपर्ने हुनसक्छ, विविध हुनसक्छ। म बताउँछु हजुरलाई, यो क्लास मोटिभेसन दिने क्लास हो, परिवर्तन गर्ने क्लास हो। मैले यो क्लासलाई के भनेको थिएँ? ट्रान्सफर्मेसन क्लास। ट्रान्सफर्मेसन क्लासमा ट्रान्सफर्म हुन्छ। एउटा ककुन भन्छ नि, ककुन भनेको थाहा छ? ककुनलाई बटरफ्लाई बनाउने क्लास हो। लार्भा, लार्भा भन्ने थाहा छ? यस सर। लार्भालाई बटरफ्लाई बनाउने क्लास हो। यसलाई मेटामर्फोसिस भन्छ। के भन्छ रे बाबा? कतिजनालाई मेटामर्फोसिस हुन मन लागेको छ? पुरा ककुनबाट बटरफ्लाई हुन कतिजना मन लागेको छ? आज टाउस साँच्चै न? साँच्चै न? झुट बोलेको छैन? ओके, अहिले ककुनलाई, अहिले लार्भालाई अल्छी लाग्छ, अहिले लार्भालाई परीक्षाको डर लाग्छ, अहिलेको लार्भालाई म्याथमा पनि डर लाग्छ, अहिलेको लार्भालाई साइन्समा पनि डर लाग्छ। सरले मनको कुरा कति बोल्नु भएको छ हाम्रो भन्नेले हात उठाउनुहोस् फटाफट। ओके, यता हेर्नुहोस्। अहिले जति ठुल्ठुलो कुरा अरूलाई बोल्नुहोस् ल। हस् हस् जति भन्दा मैले काम गरेँ ल। अल्छी लाग्ने बच्चाले हात उठाउनु, अनेस्टली उठाउनुहोस्। अर्कालाई हेरेर होइन, के रिसायो गरिदिनु बाहिर आँखा बन्द गर्ने, अल्छी लाग्ने हात उठाउने फटाफट। अल्छी लाग्ने भेरी गुड, अनेस्ट भएकोमा धेरै धन्यवाद। भेरी गुड। यस्तो मोबाइल पढ्ने पढ्यो ध्यान पढ्ने बेला 2-4 लाइन अथवा एक प्याराग्राफ पढ्ने बित्तिकै ध्यान बाहिर जान्छ होला कसैको, त्यस्तो हुन्छ? हुन्छ? कतिजनाको ध्यान पाउनुहोस् उनीले मात्रै नउठाउनु, अरू जान्ने ट्यालेन्ट बच्चा पढ्न धेरै मन लाग्नेले नउठाउनुहोस्। पढ्न मन नलाग्ने बाहिर ध्यान गइहाल्ने मात्रै हात उठाउनुहोस् भने। यस्तो म्याथमा डर लाग्छ? म्याथमा डर लाग्छ? लाग्ने हात उठाउनुहोस्। ओके, यस्तो साइन्सको पनि डर लाग्छ? कतिजनालाई लाग्छ हात उठाउनुहोस्। आर यु ओके? यस्तो ओके, मैले आज कतिजनाको त्यो अल्छी फ्याँकिदिने हो त? मैले अल्छी फ्याँक्न आएकोमा नलाग्नेले त हात नउठाउनु होला। कतिजनाको अल्छी फ्याँकिदिने हो? हात उठाउनुहोस्। सर मेरो अल्छी फ्याँकिदिनुहोस्। अल्छी लाग्दैन भन्ने थियो आज थाहा छैन। ए अलि आर्के तरिकाले सोध्नु पर्ने हुन्छ है, साथ छान्दाले सोध्नु त त्यही भएर अल्छी लाग्छ नि होइन? अनेस्ट भएर बच्चालाई सबैले मन पराउँछ। नराम्रो दुःख आफू चाहिँ छोरी छ, अल्छी लाग्ने छ, मम्मीले 10 पटक उठाएपछि मात्रै बिहान उठ्छ, होमवर्क गर्न मन लाग्दैन, पढेको छ आफूतिर ध्यान जान्छ, के गर्नु परेन? झुट बोल्ने होइन नि त। आजको क्लासमा सर म झुट बोल्दिनँ भनेर हात उठाउनुहोस् बाबु। अब पक्का? पक्का? यस्तो झुट बोलेर कस्तो फाइदा? बानी नै लाग्छ। यस हेर्नुहोस्, सानो सानोमा हामीले गरेको गल्ती लुकाउँदा 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 के हुन्थ्यो त गल्ती? एकदम ठुलो हुन्थ्यो। एउटा गल्ती लुकाउनुलाई 1000 अरू चाहिँ गल्ती गर्नु पर्थ्यो। थाहा छ? हजुरको पनि कहीँ मम्मीले झुट बोल्नुभयो भने फेरि
कुरो टाल्नलाई अर्को झुट बोल्नुपर्छ यस हो नि होइन अनेस्ट हुनु अनेस्ट हुने बच्चालाई राम्रो गर्नु हुन्छ बेस्ट भेराइटी हुन्छ सर जुन नक्कली अनुहार लिएर आएको छ नक्कली अनुहार भनेको बुझ्छ लिपस्टिक चिटिक्क पारेको छ मैले आउँदैछु उतातिर गएर चाहिँ घरमा गएर चाहिँ अस्ति एकजना टिचर भेट्यो एकदम हेर्दै नै चिटिक्क कति सुन्दरी यति राम्रो किसिमले लाग्यो हेर्दा हेर्दै आँखा ठ्याक्कै त्यो टिचरको चाहिँ उसमा गइहाल्यो टिचरको अनुहारमा गइहाल्यो टिचरमा आँखा गइहाल्यो मेरो कस्तो राम्रो भनेर हेलो आर यु हियरिङ अनि गफ भयो हामी लगभग 1 घन्टा 1.5 घन्टासँगै बस्यौँ त्यो टिचरसँग 4-5 जना शिक्षकहरू फर्केर आएर जुन होटलमा म बसेको थिएँ त्यो होटलको जस्ट अपोजिटमा उहाँको घर थियो त्यो टिचरको घर थियो सर नमस्कार भनेर फोन गरेर नमस्कार गर्नुभयो मलाई म्याम नमस्कार भोलिपल्ट नमस्कार बोल्यो भने